बनाउँछु भनेर मात्रै हुँदैन है, सबै खोलेर मजाले धोएर अनि मात्रै यसरी सेटिङ गर्नुपर्छ है। त्यत्तिकै फुल इन्जिन बनाउँछु म फुल मिस्त्री हो भनेर ढाँटेर तल खाने मिल्दैन है। यहाँ हेर्नु एक एकवटा जोड्नुपर्छ है, यसको लागि धेरै मेहनत चाहिन्छ। यदि तपाईँहरू काम गर्नुहुन्छ म फुल इन्जिनको हो भने यसरी ट्रेनिङ लिन आउनुहोस् है हाम्रो यहाँ मेघराज भाइसित है। जेपेटी यहाँ जोपेटी फुल इन्जिन भन्दै हाफ इन्जिन भन्दै आउँदै सेलेरी खाँदै जाँदै यो आदि इत्यादि कुरो नगरौँ, आउनुहोस्। बरु तपाईँहरू इच्छुक हुनुहुन्छ भने ट्रेनिङ गर्नुहोस्, ट्रेनिङ लिनुहोस् अनि गर्नुहोस् कामहरू। त्यत्तिकै फुल इन्जिन बनाउँछु हाफ इन्जिन बनाउँछु भनेर यहाँ हावाको घरमा बोलेर मान्छेलाई मूर्ख बनाएर हुँदैन है। नियमहरू सबै यसको सबै हेर्नुपर्छ, कसरी गर्नुपर्छ के गर्नुपर्छ भन्ने कुरोहरू चाहिँ यहाँ हाम्रो भाइले बताउनु। भाइ यता हेर त भाइ, ल यो भाइले सिकाउँछ कुन गाडीको भन्नुहुन्छ त्यही गाडीको फुल इन्जिन चाहिँ यो भाइले सिकाउँछ। ल यसरी गर्नुपर्छ। यहाँ यसरी लडिरहेको छ गाडी, इनेसको यहाँ यसरी लडिरहेको छ। यो चाहिँ अहिले हाम्रो गर्दै गरेको चाहिँ साइनको होइन भाइ, यो साइनको। ल यहाँ पर साइन छ, त्यहाँ पर कुन चाहिँ भाइ आयो नि फेरि त्यहाँ आउँदैछ। यतापट्टि साइन छ उतापट्टि एनएस छ। ल दुईवटाको फुल इन्जिन खोलेको छ है। त्यत्तिकै हुँदैन है फुल इन्जिन खोल्नुको लागि चाहिँ। आउनुहोस् तपाईँहरू इच्छुक महानुभावहरू चाहिँ सिक्नु छ भनेदेखि ल डायमन्ड रिकन्डिसन हाउसमा वर्कसपमा तपाईँ आउनु सक्नुहुन्छ। फुल इन्जिन कसरी गर्ने भन्ने कुराहरू चाहिँ है त। ल यदि बनाउनुहुन्छ भने पनि सहुलियत मूल्यमा हामी बनाइन्छ।